नमस्कार दर्शकवृन्द। आज हामी चाहिँ यो भेन्टाको बेर्नाको बारेमा देखाउन गइरहेका छौं। यो नीलो भेन्टा लाम्चो खालको, यसको अब रोप्नलाई ठिक्क हुने बेला भएको छ। लगभग यतिमा 2000 बोट जति बिरुवा चाहिँ उम्रेको छ। मैले 4000 जति छरेको थिएँ, बाँकी आधी जति उम्रेन। यति ठाउँ छ। अब यो रोप्ने बेला हुँदैछ। यो रोप्ने बेलामा कसरी रोप्ने भनेर पनि भिडियो आउने नै छ। अब यसमा बन्दा फल लाग्ने बेला हुँदैछ। यत्रो यत्रो डल्लो हुँदैछ। पानी मजाले अहिले आकाशबाटै परिरहेको छ। यो सब ट्रायलको लागि गरेको हो हैन। यसको खेती चाहिँ अब बिस्तारै लाग्छ। 3-4 कट्ठा बारीमा धेरै हुनले त धेरै गर्दा नि हुन्छ। ठाउँ थोरै हुनलाई चाहिँ यो राम्रो छ। मैले यता चाहिँ हाइब्रिड काँक्रो रोपेको थिएँ हैन। यो 35 दिनमै फल्ने भनेको 50 दिन जति लाग्यो। पानी पुर्याउन नसक्ने, फल चाहिँ राम्रै लाग्दो रहेछ। यस्तो छ हैन। फल यसरी लाग्दैछ। बाक्लै लाग्ने रहेछ लाग्दा। केही दिनमा यो पनि टिप्ने बेला हुन्छ। अब भिटामिन बल्ल दिएको छु यसलाई। फुल फुल्ने बेलामा चाहिँ एक थरी भिटामिन पाइँदो रहेछ 12 दिनमा हाल्ने गरी। यो बारुलाले काँक्रो खायो भनेर बारुलालाई ट्र्यापमा पार्ने मेसिन यो बट्टा राखेको छु हैन। हनी ट्र्याप भन्छ यसलाई चाहिँ। यो भित्र यति हिजो राखेको यति चाहिँ मरिसकेछ। बिस्तारै यो पनि नियन्त्रण हुँदै जान्छ। काँक्रो यसरी फल्दैछ। यहाँ छ काँक्रो, कहाँ गयो? अनि काँक्रोको लागि थाँक्रो चाहिँ यो टेलरहरुमा धागो संसारमा गयो भनेदेखि चाहिँ यो धागो पाइन्छ। यतातिर यसलाई 120 पर्छ हैन। धेरै बल्यो। 1 वर्षसम्म चाहिँ मजाले धान्छ यस्तो धागो। सस्तो पनि पर्छ। काँक्रोको थाँक्रो यसरी गरेको छु मैले चाहिँ। करेला पनि मिसाइदिएको छु ठाउँ ठाउँमा। फल यत्रोसम्म लागिसक्यो। अब यो टिप्ने बेला हुन लागिसक्यो हैन। हनी ट्र्याप भन्छ यसलाई चाहिँ। यसको पनि भित्र बारुला मरिरहेको छ। हार्भेस्ट गर्ने बेला भयो हैन। यस्तो काँक्रो फल्छ है हाम्रोतिर त। यो चाहिँ पदम पोखरी, हेटौँडाको पदम पोखरी भन्ने ठाउँमा हो। फल राम्रै लागेको छ। भुइँमै पनि फल्छ। यसलाई थाँक्रो दिन नसकेदेखि भुइँमै पनि फल्ने चिज हो यो। काँक्रोला यसरी फलिरहेको छ। फल चाहिँ मजाले लाग्ने रहेछ। तल गएको लहरालाई
माथि यसरी बनाइदिने। एउटा बिर्सिनै नहुने कुरा चाहिँ हामीले 3G कटिङ चाहिँ गर्नुपर्छ है। त्यो गऱ्यो भनेदेखि चाहिँ फल एकदमै धेरै लाग्ने। काँक्रो यस्तो हुँदैछ। फल यतिको धेरै लागेछ, खुसी लाग्ने आफ्नो बारीमा फलेको देख्दाखेरि। यसरी धागोमा लगाइदियो भनेदेखि चाहिँ राम्रो पनि हुन्छ। यो करेला छोडेर गएकोहरूलाई धागोमा सट्ट यसरी बेर्दै हेर्नुपर्छ। देख्न सक्नुहुन्छ आँखलाई पछि यतिको। अरू चिचिला लाग्दैछ, कोही फल्दैछ। करेलाको पनि फुल फुल्ने बेला हुँदैछ। कोपिला निस्किँदैछ। यो चाहिँ कोपिला हो हैन। बिस्तारै यसमा नि फुल फुल्दैछ है। यसको मैले 3G कटिङ गरिदिएको छु हैन। अब यो सेकेन्ड जेनेरेसनको मुन्टा हो यो चाहिँ। अब यसलाई 2-3 हात बढिसकेपछि यसको पनि काट्दिएर तेस्रो जेनेरेसनबाट चाहिँ फल धेरै उत्पादन लिन सक्छौँ हामीले हैन। हामीले नि यो युट्युबबाटै हेरेर सिकेको। करेला खेती यस्तो छ। करेलाले एउटा चिचिला हालेछ, म यो देखाइहाल्छु ल। फर्स्ट यो रुख रहेछ चिचिला हाल्ने चाहिँ। अब यसको मुन्टा तल लद्र्यो होइन, यसलाई माथि चढाउनु पर्यो। यसरी बाँधिदिँदा नि अझै राम्रो। बाँध्न नसक्ने छ भने चाहिँ